जय मसीह। आजको वचन यस प्रकार छ, किन सबै परमेश्वरको राज्यको हकदार हुँदैन है। कारण नम्बर 1, वचन पालन नगरेको कारण, अनि दोस्रो कारण चाहिँ विश्वासबाट तर्केको कारण। ल त आज हामी यो तर्क वितर्क परमेश्वरको वचनद्वारा हेर्नेछौँ। पहिलो सुरु चाहिँ वचन मैले यो स्क्रिनमा दिएको छु। यो वचनहरू तपाईँहरू घरमा गएर पल्टाएर हेर्नुहोस्। यसरी हुन्छ मत्ती 7को 21 देखि लिएर 23 सम्म, त्यसरी नै लुका 6को 46, अनि इजिकियल 18को 21 र 24 पनि पढ्नुहोस्, 21 देखि 24 सम्म है। अनि त्यसपछि दोस्रो तिमोथी 4को 7। अब म पहिलो सुरु पढ्न गइरहेको छु मत्तीको वचन, जुन चाहिँ यस प्रकार छ। मत्ती 7को 21 देखि लिएर म चाहिँ 23 सम्म पढ्ने छु। मलाई प्रभु प्रभु भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्ने छैनन्। स्वर्गमा हुनुहुने मेरो पिताको इच्छा पालन गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ। त्यो दिन धेरैले मलाई भन्नेछ, प्रभु प्रभु, के हामीले तपाईँको नाउँमा अगमवाणी बोलेनौ, तपाईँको नाउँमा भूतहरू धपाएनौ र तपाईँको नाउँमा अनेकको शक्तिशाली काम गरेनौ र? अनि म तिनीहरूलाई सफासँग भन्ने छु, मैले तिमीहरूलाई कहिले चिनेको छैन। ए अधर्म काम गर्नेहरू, मबाट दूर हौ। तपाईले बुझ्नुभयो कस्तो मान्छे चाहिँ स्वर्गको राज्यमा प्रवेश गर्नेछ, जो चाहिँ पिताको इच्छा पालन गर्ने। र तपाईहरुलाई थाहा छ पिताको इच्छा पालन गर्ने, पिताको इच्छा के हो त? पिताको इच्छा यही नै हो, तपाईले प्रभु येशूलाई चाहिँ परमेश्वरको पुत्र हो भनी ग्रहण गर्ने र उहाँको वचन पालन गर्ने र उहाँमाथि विश्वास गर्ने नै चाहिँ पिताको इच्छा यही नै हो। र अब त्यसो भए प्रभु येशूको चाहिँ कुरा हेरौँ है त। त्यसमा चाहिँ हामी देख्दछौँ, म तपाईलाई बताउँछु। अब एउटा सानो चाहिँ वचन चाहिँ प्रभु येशूको वचनमा, प्रभु येशूले वचन दिनुभएको छ। लुका 6को 46 मा यसो भनेको छ, मैले भनेको कुरा गर्दैनौ भने किन मलाई प्रभु प्रभु भन्दछौ? बुझ्नुभयो? अघिको यहाँ वचनमा पनि के छ त, प्रभु प्रभु भन्नेहरू चाहिँ स्वर्गको राज्यको हकदार हुँदैन। अनि फेरि प्रभु प्रभु भन्छौँ हैन, प्रभु भनेपछि मालिक, तपाईँ मालिक भन्नुहुन्छ, तर मालिकले भनेको कुरा टेर्नु हुँदैन भने चाहिँ तपाईँ खतरामा हुनुहुन्छ। स्वर्गको राज्यबाट चाहिँ वञ्चित हुन सक्छ र खतरामा हुनुहुन्छ। त्यसै कारणले यहाँ चाहिँ आज्ञाकारिताको कुरा आउँछ। वचन त के भन्छ त याकुबको पुस्तकमा, वचन सुन्ने मात्र नहौ तर पालन गर्ने हौ। त्यही भन्नुभएको छ प्रभुले लुका 6को 46 मा, मैले भनेको कुरा गर्दैनौ भने किन मलाई प्रभु प्रभु भन्दछौ है त। तपाईले बुझ्नुभयो? अब यो वचनलाई म स्पष्ट पार्छु। परमेश्वरको इच्छा र प्रभु येशूको इच्छा एउटै नै हो, किनकि प्रभु येशूले भन्नुभएको छ म पिताको इच्छा पूरा गर्न आए र पिताको इच्छा नै परमेश्वरको जुन वचन हो त्यही वचन नै प्रभु येशू हो। किनभने यूहन्ना 1:1ले भन्छ, प्रभु येशू वचन हुनुहुन्थ्यो र वचन देहधारी भयो। परमेश्वरको वचन नै प्रभु येशू हो। सो अब परमेश्वरको वचन चाहिँ के छ भनेर चाहिँ हामी हेर्न गइरहेका छौँ। त्यो चाहिँ वचन चाहिँ यस प्रकारले छ, जुन चाहिँ इजिकियलको पुस्तकबाट छ। 18को 21 र 24 पुरा पढ्नेछु, ध्यान लगाएर सुन्नुहोस् है त। घरमा पनि तपाईहरु बाइबल खोलेर मनन गर्नुहोस्, विचार गर्नुहोस्। तर यदि कुनै दुष्ट मानिसले आफूले गरेका सबै पापहरू त्यागेर मेरो विधिहरू पालन गर्यो र न्यायसँग ठीक काम गर्यो भने त्यो निश्चय नै बाँच्ने छ, त्यो मर्ने छैन। त्यसले गरेको कुनै पनि अपराध त्यसको विरोधमा फेरि सम्झना हुने छैन। त्यसले गरेको धर्मको कारण त्यो बाँचिनेछ। बुझ्नुभयो? जब मानिसले पश्चाताप गर्छ र राम्रो काम गर्ने इच्छा गर्छ, त्यो मानिस चाहिँ के हुन्छ त? त्यसको अपराध क्षमा हुन्छ र त्यसले मुक्ति पाउँछ र अनन्त जीवनमा प्रवेश गर्छ। अब दोस्रो 23 मा छ, के दुष्टको मृत्युमा म खुसी हुन्छु र? परमप्रभु परमेश्वर भन्नुहुन्छ, बरु आफ्नो चाल छोडेर तिनीहरू बाँचेको म हेर्न चाहन्न र? भन्नको अर्थ तपाईले पश्चाताप गर्नुस् भन्न खोजेको। त्यसरी 24 मा छ है, सुन्नुहोस्। यो 24 मा चाहिँ त्यही नै हो जुन भर्खर हामीले मत्तीको पुस्तकमा हेर्यो। प्रभु प्रभु भन्ने हैन, मैले अगमवाणी बोले, मैले भूतहरू धपाए, मैले प्रार्थना गरे, चंगाई गरे भनेर आफ्नो कामको वर्णन त्यहाँ स्वर्गमा गरिरहेको छ है। यो व्यक्ति चाहिँ कस्तो हुन्छ भनेर यहाँ बाइबलले स्पष्ट बताइरहेको छ। ध्यान दिनुहोस्। 24 में छ, तर धर्मी मानिसहरूले आफ्नो धार्मिकतालाई त्यागेर पाप गर्छ र दुष्ट मानिसले गरेका घिनलाग्दा कामहरू गर्छ भने के त्यो बाँचिने छ र? त्यसले अघि गरेको कुनै पनि धर्मको कामहरू सम्झना हुने छैन। त्यसको अविश्वास र त्यसले गरेको पापको कारण त्यो मर्नेछ।
तपाईले बुझ्नुभयो त्यो मानिसको अविश्वासको कारण मैले अघि नै कारण नम्बर 2 दिए ती कारण 2 चाहिँ अविश्वास हो किनभने तपाईले त अब पहिला त राम्रो राम्रो काम गर्नुभयो परमेश्वरको सेवाकाई गर्नुभयो परमेश्वरसँगै हिँड्नुभयो तर पछि तपाईले आफ्नो विश्वास त्यागेर चाहिँ हिँड्नुभयो भने अनि एक दिन हामी त स्योर मर्छौं र जब स्वर्गमा हाम्रो न्याय पुग्छ अनि हामीले प्रभु के मैले तपाईको नाउँमा भूत आत्मा धपाएन र मैले के गरिब दुखेरीलाई खिलाएन र मैले यसो गरेन र त्यसो गरेन भन्ने पर्दैन किनकि यशायाको वचनले सिधै भन्देको छ तपाईले राम्रो चालचलन त्यागेर चाहिँ तपाई अधर्मीहरुको चालचलन चल्यो भने चाहिँ प्रभुले के तिमीलाई छिन्दैन को हो मलाई थाहा छैन बुझ्नुभयो परमेश्वरले हामीलाई चिन्नु हुने छैन किनभने म तपाईलाई एउटा राम्रो मिठो वचन भन्दिन्छु याद गर्नुहोस् क्रुसमा येशू ख्रीष्टसँगै मरिरहेको हैन मर्दै गरिरहेको एउटा चोर थियो उसले चाहिँ प्रभुप्रति एउटा दया र प्रेम देखायो तब प्रभु येशूले के भन्यो त तिमी आज तुरुन्तै स्वर्गमा हुन्छौ एक्ज्याक्टली उसले विश्वास गर्यो उहाँ थाहा थियो परमेश्वरको पुत्र हो भनेर त्यसै कारणले ती चोर चाहिँ प्रभु येशूमाथि दया देखाएको भएर र असल कुरा बोलेको भएर उसको विश्वासको कारण उ स्वर्गमा भयो त्यही दिन प्रभुसँग तर तपाई त्यो क्रुसमा मर्दै गरेको चोर होइन ना त म हुँ तपाई र मैले प्रभुलाई ग्रहण गरेको 15-16 वर्षमा हो विचार गर्नुस् धेरै वर्ष भयो मैले बप्तिस्मा लिएको पनि धेरै वर्ष भयो 15-16 वर्ष विचार गर्नुस् मेरो ग्रहण र बप्तिस्मको समयमा धेरै डिस्टेन्स छ फरक छ लामो समय लाग्यो तर तापनि तपाई विचार गर्नुस् न तपाई विचार गर्नुस् तपाईले कहिले समय ग्रहण गर्नुभयो कहिले विश्वास गर्नुभयो कति वर्ष पुरानो तपाई विश्वासी हुनुहुन्छ या नयाँ हुनुहुन्छ तपाई त्यो चोर होइन अहिले विश्वास गर्नुभयो भोलि मर्नुभयो र सिधै स्वर्गमा तपाईले चाहिँ इनाम पाउँदै हुनुहुन्छ हैन तपाई लामो समय लाग्दछ यस धरतीमा तपाईले विश्वास गर्नुभएको लामो समय छ सो विश्वासबाट नतर्कनुहोस् तपाईले पहिलो जतिसुकै असल काम गरेकोहरु त्यो चाहिँ गनिँदैन त्यसै कारणले भन्छ चाहिँ प्रभु प्रभु सबै भन्ने स्वर्गको राज्यमा पस्दैन भन्ने कुरा नै त्यही हो तपाईले पहिला उहाँलाई प्रभु मान्नुभयो अब तपाई परमेश्वरलाई प्रभु मान्नुहुन्न तर संसारको चालचलनमा हिँड्नु भइरहेको छ भने आफ्नो गल्तीलाई स्वीकार्नुहोस् र आज नै प्रभुतिर फर्कनुहोस् तपाईले पहिले गर्नुभएको टिचिङ बाइबल शिक्षाहरू अथवा के काम गर्नुभयो होला परमेश्वरको लागि असल कामहरू तर अहिले तपाई अन्धकार जस्तै मानिसहरु जस्तै हिँड्नुहुन्छ खराब कुरा गर्नुहुन्छ कुरा काट्नुहुन्छ तपाई र त्यो मानिसमा के फरक त्यसै कारणले परिवर्तन जीवन चाहिन्छ तर पनि अझ तक तपाई बाँचिरहनु भएको छ भने या म बाँचिरहेको छु भने हाम्रो जीवन चाहिँ पश्चातापी हुनुपर्छ त्यसै कारणले म पावलको वचन एउटा फेरि पढिदिने छु पावलले यसरी लेखिएको छ दोस्रो तिमोथी 4 को 7 मा र हामीलाई पनि यो प्रेरणा दिन्छ हामी ईसाईलाई किनकि प्रत्येक दिन ईसाई जीवन कसरी जिउने ईसाई जीवन डायलगमा होइन बुझ्दै हुनुहुन्छ ठुलो ठुलो गफमा होइन ठुलो ठुलो प्रचारमा होइन ईसाई जीवन भनेको आज्ञाकारी जीवन जिउने हो प्रत्येक दिन येशू ख्रीष्टसँग हिँड्ने हो तपाईको शरीरलाई प्रत्येक दिन येशू ख्रीष्टले क्रुसमा टागिसकेको छ भनेर सम्झना गर्ने हो गलती 5 को 24 ले दाबी गर्ने हो ख्रीष्टले ती तपाईको पापमय स्वभावलाई क्रुसमा टागिसक्नु भयो अब तपाईलाई टाग्ने जरुरत छैन एक दिन यसको भिडियो म छुट्टै बनाउँछु है त मैले एउटा योजना बनाइरहेको छु सो त्यो अनुसार हुनेछ र म यसमा सर्टमा भने तपाईले केही गर्नु पर्दैन जस्ट विश्वास गर्नुस् जसरी तपाईले विश्वास गर्नुभयो अनि पश्चाताप गर्नुभयो र तपाईले अनन्त जीवन र मुक्ति पायो त्यसरी नै जस्ट विश्वास गर्नुहोस् कि तपाईको पापमय स्वभाव पनि क्रुसमा टागिसकेको छ अब तपाईले विजयी जीवन जिउने हो प्रत्येक दिन विजयी जीवन जिउनुहोस् असल काम गर्ने गर्नुहोस् किनकि तपाईको पिता असल हुनुहुन्छ र स्वर्गको पिता जस्तो असल हुनुहुन्छ तपाईले पनि आफ्नो पितालाई यहाँ चाहिँ धरतीमा रिप्रेजेन्ट गर्ने हो धरतीमा पिताको प्रतिरूप देखाउने हो म पढ्दै छु है त दोस्रो तिमोथी 4 को 7 मा यसरी लेखेको छ पावलले मैले उत्तम लडाई लडिसकेको छु मैले दौड सिद्धाइसकेको छु त्यो चाहिँ पावलको वृद्ध अवस्थामा पावलले भनिरहेको थियो यहाँ मैले विश्वासलाई बचाइराखेको छु हेर्नुस् है यहाँ चाहिँ तपाईको प्रेजेन्ट टेन्समा भन्छ है इंग्लिशमा भइरहेको अहिले समयमा अहिले बोलिरहेको समयमा मैले विश्वासलाई बचाइराखेको छु
यदि मैले यो प्रयोग गर्छु भने मैले के भने त सो मैले विश्वासलाई बचाइ नै राखिरहेको छु नि त। सो पावलले त्यही नै भनेको हो। पावल जीवित भइजेलसम्म पावलले प्रभु येशूमा जुन विश्वास छ र उसको काम छ निरन्तर गरिरहेको थियो र प्रभुमा भरोसा गरिरहेको थियो। हो त्यसरी नै हामीले चाहिँ हाम्रो विश्वास परमेश्वरसँग निरन्तर राखिरहनु पर्दछ। तपाईले बुझ्दै हुनुहुन्छ, तपाईको विश्वास परमेश्वरसँग चाहिँ निरन्तर हो। त्यसै कारणले पावलले भन्छ आई फाइट द गुड फाइट, फाइट अफ ए फेथ, गुड फाइट अफ ए फेथ। यो लडाई मानिसहरूसँग लड्ने होइन अथवा अन्धकारसँग लड्ने होइन, यो लडाई चाहिँ तपाईको विश्वासको लडाई निरन्तर जारी राख्ने हो। तपाई क्रुसमा मर्ने चोर जस्तो होइन, मरियो र सिधै स्वर्ग भयो। तपाईको जीवन र गन्तव्य लामो छ। तपाईले प्रत्येक दिन विजयी ईसाई जीवन जिउनु पर्छ, प्रत्येक दिन विश्वासको लडाई लड्नु पर्छ र यो लडाई तपाईको जुन दिन अन्तिम सास हुन्छ त्यो दिन चाहिँ तपाईको विश्वासको लडाई सकियो अनि तपाई स्वर्गमा परमेश्वरसँग त्यहाँ राज गर्नुहुनेछ। किनकि प्रभु येशूले भनेको छ म तिमीहरूलाई पनि सँगै राज गर्न ठाउँहरू दिनेछु। है त तपाईले विचार गर्नुभयो विश्वासको लडाई यसरी लड्नुपर्छ। त्यसै कारणले प्रभु येशूले भन्नुभएको प्रभु प्रभु भन्ने सबै स्वर्गको राज्यको हकदार हुँदैन। सो भन्ने छुट्टै छ, काम गर्नेमा छुट्टै छ। बुझ्नुभयो? आज्ञाकारीमा हो सबै कुरा। तपाई भन्नुहुन्छ म भन्छु अथवा ऊ भन्छ उनले भन्छ भनेर केही हुँदैन। आज्ञाकारी हो र विश्वासिलो जीवन जिउने हो। परमेश्वरको इच्छा अनुसारको योग्यको मानिस जीवन हामीले जिउने कोसिस गर्नुपर्छ। हो यो ईसाई जीवन सजिलो छैन, बाटोहरू साँघुरो छ, चिप्लिन्छ, तर चिप्ले पनि धार्मिक मान्छे 7 चोटि लड्छ 7 चोटि उड्छ। तपाईको प्रयासलाई परमेश्वरले तारिफ गर्नुहुन्छ। तपाईले गर्नुभएको प्रयासमा पवित्र आत्माले तपाईलाई बल दिनुहुन्छ र प्रभुले भन्छ निराश नहो, म तेरो साथमा छु, मेरो दाहिने हातले तँलाई बलियो पार्ने छु। बुझ्दै हुनुहुन्छ तपाई? त्यसै कारणले भनेको प्रभु प्रभु भन्ने सबै स्वर्गको राज्यको हकदार हुँदैन। तर यहाँ मिसकन्सेप्सन अबाउट दिस थिङ्स चाहिँ के छ भने कति ईसाईहरूले चाहिँ यी शब्दलाई चाहिँ गलत बुझाइ लगाउँदैछ। त्यसो भए चाहिँ हामीले अगमबाणी बोल्नु हुँदैन, हामी त अन्त दिनमा न्यायमा पर्ने छ। त्यसो भए त हामीले यो चङ्गाईको काम गर्नुहुन्न, सायद हाम्रो त कठिनाइ साथमा न्याय हुनेछ। गलत, तपाईको बुझाइ गलत छ। सेन्टेन्सै बुझ्नु भएको छैन। सेन्टेन्स नबुझेपछि मानिसहरूले धेरै समस्या आउँछ। तपाईहरुलाई त पहिलो सुरु त परमेश्वरले अरु मानिसहरूको निम्ति प्रार्थना गर्न, भूत आत्माहरूलाई धपाउन र चङ्गाई गर्न हरेक एभन्जलिस्ट सुसमाचार प्रचार गर्ने व्यक्तिको नै यो वरदान हो। सो तपाई आफ्नो वरदानदेखि कसरी भाग्न सक्नुहुन्छ? त्यसै कारणले यो वचन तपाईहरुको निम्ति भनेको होइन। यो वचन त्यस्तो व्यक्तिहरुको निम्ति भनेको जो आफ्नो विश्वास त्याग्दछ र अगमबाणी बोल्न डराउँदैछ। हेर्नुस्, डराउने होइन, किनकि प्रभुले के भनेको छ? अगमबाणीले चाहिँ चर्चहरूलाई बलियो बनाउँदछ है। आफ्नो पकेट भर्नलाई अगमबाणी बोल्ने होइन अथवा परमेश्वरको कुनै काम गरेर आफ्नो पकेट भर्ने होइन, तर परमेश्वरको काम चाहिँ असल खेताला र भण्डारेपनको स्वरूपमा गर्नु पर्दछ र परमेश्वरले उहाँको काम गर्नेलाई प्रशस्तै मात्रामा जहिले पनि आशिष दिन्छ। तपाईको हात जहिले पनि माथि हुनेछ। हस् त, सलोम, जय मसीह। तपाईहरुले यो वचन बुझिसक्नुभयो होला र म अब येशू ख्रीष्टले गर्नुभएको आफ्नो देह चाहिँ क्रुसिफाईको बारेमा पनि चाँडै वचन ल्याउँदैछु। तपाईँ मेरो पछाडिको पिक्चर हेर्नुहोस्, यो चाहिँ के हो त? इगल, इगल, चिल है। चिल चाहिँ हामीलाई थाहा छ बाइबलमा चिल के भन्छ भनेर। यहाँ पछाडि हेर्नुभयो नेपाल, अनि अर्को देशको चिन्ह छ ब्राजिल, र त्यो माथिको साँपलाई चाहिँ चिलले उडाइसकेको छ। र चिलले चाहिँ जहिले पनि लडाई चाहिँ आकाशी स्थानमा लड्दछ। आकाशी स्थानमा साँपले ठाउँ पाउँदैन, सो त्यो हार्दछ। र त्यसै कारण भन्छु तपाईहरुको लडाई पनि आकाशी स्थानहरुमा होस्। जसलाई चाहिँ कसरी गर्ने? तीहरु चाहिँ प्रार्थनाद्वारा हो। प्रार्थनाद्वारा, बाइबलको अध्ययनहरुद्वारा चाहिँ तपाईले आत्मिक लडाई विजय प्राप्त गर्नुहुन्छ। सिर्फ तपाईको काम भनेको प्रभु येशूको इच्छा पूरा गर्ने हो। एलियाले के गरे त? एलियाले चाहिँ के भने त? मरुभूमिमा है एउटा आवाज कराउने मानिसको आवाज, अनि त्यो चाहिँ हाम्रो बत्तिसमा दिने यौनाको थियो है। बत्तिसमा यौना दिनेले चाहिँ प्रभु येशूको बाटो तयार पार्नुभयो। प्रभु येशूले के भन्नुभएको छ? दोस्रो चाहिँ उहाँ आउँदै हुनुहुन्छ। दोस्रो आगमनको प्रभुको चाहिँ के छ त? अब यो लिस्ट म यहाँ दिदिनँ, तपाईहरुलाई थाहा छ। भुइँचालोहरू आउनेछ, गरिबहरू हुनेछ, यो हुनेछ, त्यो हुनेछ, सबै छ लिस्टमा होइन। त्यसपछि अन्तमा के भनेको छ त? सुसमाचार संसारको अन्तसम्म हुनेछ र एउटै गन्तव्य हो कि सुसमाचार चाहिँ सारा जातिलाई चाहिँ प्रचार गरिनुपर्छ, अनि मात्र प्रभु येशूको दोस्रो आगमन हुन्छ। र त्यो दोस्रो आगमन हुनलाई चाहिँ सुसमाचारको खाँचो छ। भन्नको अर्थ तपाई
यौना 32मा दिने जस्तै बन्न सक्नुहुन्छ यदि तपाईँले सुसमाचार प्रचार गर्यो भने प्रभुको बाटो तयार गर्दै हुनुहुन्छ। सुसमाचार प्रचार गर्नुहोस् र यौना झैँ बनिनुहोस् र परमेश्वरको बाटो तयार पार्नुहोस् प्रभुको दोस्रो आगमनको निम्ति। हस् त, सलोम, जय मसीह। परमेश्वरको आशिष र महिमा जसरी मेरो जीवनमा छ त्यसरी तपाईँहरूको जीवनमा नि प्रशस्तै रहोस् र डरको आत्मा होइन, परमेश्वरले तपाईँ र मलाई आत्मा, स्वयंको आत्मा दिनुभएको छ। जय मसीह।